नमस्कार सम्पूर्णमा आज हामीले 21 डे ह्याबिट च्यालेन्जमा 4 डे 4 मा छौं र चौथो दिनमा हामीले एउटा ह्याबिटको काम को चर्चा गर्नेछौं। त्यो ह्याबिट भनेको भिजुअलाइजेसन हो। भिजुअलाइजेसन भनेको के हो त त्यो पहिला बुझ्नु पर्यो। भिजुअलाइजेसन भनेको यस्तो इमेजिनेसन हो, यस्तो मेन्टल पिक्चर हो। तपाईले यस्तो मुभी कुनै फिल्म हेर्नुहुन्छ नि, त्यस्तो फिल्म दिमागमा चलाउनु हो जुन तपाईले रियलीमा चाहनुहुन्छ। एक्जाम्पल, तपाईले लोकसेवा पास गर्न चाहनुहुन्छ र एउटा कुनै अफिसमा काम गरेको आफूलाई इमेजिन गर्नुस्, त्यो भिडियो चलेको देख्नुस्, त्यो सर काम गरेको इमेजिन गर्नुस्, भिजुअलाइजेसन गर्नुस्। त्यसलाई चाहिँ भिजुअलाइजेसन भन्छ। अब यसमा चाहिँ हाइली सक्सेसफुल इन्डिभिजुअल्स जस्तै कि तपाईको बिल गेट्स भयो, आर्नोल्ड श्वार्जनेगर भनेको छ, एन्थोनी रबिन्स भनेको छ, टाइगर वुड्स भनेको छ, विल स्मिथ भनेको छ, जिम क्यारी, ओप्रा विन्फ्रे भन्ने सक्सेसफुल मान्छेहरु, सेलिब्रिटीहरुले के गरिरहेछ भन्दाखेरि भिजुअलाइजेसनको टेक्निकको आफ्नो लाइफमा एकदमै युज गरेर उनीहरु सक्सेसफुल बन्नलाई धेरै नै युज गरिरहेछ यसलाई। अब हामीले कुरा गर्ने छौं टाइगर वुड्सले के गरिरहेछ भन्दाखेरि गल्फ वान अफ द ग्रेटेस्ट गल्फ प्लेयर भन्ने मान्छे हो। मैले अर्को भिडियोमा पनि यसको चर्चा गरेको थिएँ। त्यो मान्छेले आफ्नो दिमागमा बारम्बार त्यो भिजुअलाइजेसन भन्ने कुरा चाहिँ गल्फ प्ले गर्दाखेरि कुनै एउटा होलमा बललाई पसाउनु पर्ने हुन्छ, त्यो इमेजिन गर्ने टेक्निक बारम्बार गर्ने। त्यो गरेपछि के हुन्छ त उहाँ चाहिँ त्यो कुरामा चाहिँ एकदमै स्किलफुल हुनुभयो के। त्यसरी त उहाँले गल्फलाई प्र्याक्टिस गर्नुहुन्थ्यो भन्ने कुरा आउँछ। त्यस्तै विल स्मिथ भन्ने जुन एकजना हाम्रो एक्टर हुनुहुन्छ, उहाँले आफ्नो च्यालेन्जहरूलाई जित्नको लागि, आफ्नो चुनौतीहरूसँग लड्नको लागि उनले भिजुअलाइज गर्थ्यो अरे के। आफ्नो लाइफमा उनले चुनौतीलाई लडेको, सक्सेसफुल भएको कुरालाई हुनुभन्दा पहिला नै भिजुअलाइज गर्थ्यो अरे, उ यसरी युटिलाइज गर्थ्यो। त्यस्तै जिम क्यारी भन्ने मान्छे जुन हामीले इन्टरनेटमा खोज्यो भने पाउँछौँ, उहाँले के गर्नुभएको थियो भन्दा 1987 मा आफैले चेक लेख्नु भएको थियो। कतिको भन्दाखेरि $1 मिलियन को, $1 मिलियन को चेक आफैले लेख्नु भएको थियो, आई विल गेट दिस भन्ने कुरा मलाई। र उहाँले त्यसलाई भिजुअलाइजेसन गर्नुभयो बारम्बार। 1994 मा उहाँले पाउनु पनि भयो एउटा मुभीको लागि। यसरी तपाईले भिजुअलाइजेसनको टेक्निक्सहरु डिफरेन्ट सक्सेसफुल पिपलहरुले गरेको हामीले हेर्न सक्छौं। एउटा एक्जाम्पल पनि छ, तपाईले बास्केटबल प्लेयरको दुईटा ग्रुप बनाइयो जसमा एउटा ग्रुपलाई रियल फिल्डमै गएर बास्केट खेलाइयो र अर्कोलाई चाहिँ भिजुअलाइज गराइयो। रिजल्टमा के थाहा भयो भन्दाखेरि दुवै ग्रुपको जुन परफर्मेन्स थियो, काम गर्ने जुन क्षमता थियो, दुवैको बराबर थियो। अर्थात के थाहा भयो भन्दाखेरि हाम्रो दिमागले रियालिटी र इमेजिनेसनमा फरक थाहा पाउन सक्दैन। त्यही भएर हामीले जे कुरा चाहन्छौं त्यो कुरा चाहिँ भिजुअलाइज गर्न सक्यो भने त्यसले चाहिँ हाम्रो गोल्सलाई अचिभ गर्न सजिलो गर्छ। र हामीले अब कुरा गर्छौं भिजुअलाइजेसन कसरी गर्ने त। हामीले त्यो ह्याबिटमा जम्मा 2 मिनेट मात्रै भनेका छौं अहिले सबै काम गर्नलाई। त्यही भएर भिजुअलाइज पनि तपाईले 2 मिनेटबाट स्टार्ट गर्दा हुन्छ। यसमा चाहिँ के गर्नु भन्दाखेरि तपाईले जस्ट एउटा ठाउँमा बस्नुस्, काम भएर बस्नुस् र आफ्नो बडीलाई शान्त पार्नुस् र डीप ब्रेथ लिनुस्। 3-4 वटा डीप ब्रेथ लिनुस्। 4-4 सेकेन्डको मैले अघि पनि कुरा गरेको थिएँ मेडिटेसन भन्ने ह्याबिटमा। 4 सेकेन्डलाई तान्नुस्, 4 सेकेन्ड होल्ड गर्नुस्, फेरि 4 सेकेन्ड एक्सेल गर्नुस्, फ्याक्नुस् सासलाई। यसरी तपाईले गरिसकेपछि त्यसपछि तपाईले आफ्नो डिजायर, जुन डिपेस्ट डिजायर छ नि, आफुलाई के छ, इच्छा के छ, त्यसको चाहिँ भिजुअलाइजेसन गर्ने के, त्यसको मेन्टल पिक्चर गर्ने। जस्तै तपाई एउटा कुनै बिजनेस रन गर्न चाहनुहुन्छ, त्यो बिजनेसको अफिसहरु त्यहाँ बसेको तपाईले इमेजिन गर्नु पर्यो र तपाईले बिजनेस रन गरेको कुराहरु इमेजिन गर्नु। तपाईको कोवर्करहरु त्यहाँ छ, तपाईको फ्रेन्ड्सहरु छ, तपाईको कस्टमर्सहरु छ, तपाईले कसरी चेक लेख्दै हुनुहुन्छ, कसरी काम गर्दै हुनुहुन्छ, त्यहाँ के काम भइराछ, त्यो डिटेलमा तपाईले भिजुअलाइज गर्नुस् के। फाइल पनि राख्नु पर्यो फेसमा एउटा, हैन म चाहिँ गर्छु, म गरिराछु, हैन आफुलाई प्राउड फिल गर्नु पर्यो। प्राइड, सेन्स अफ प्राइड, सेल्फ डिसिप्लिन भन्ने कुरा ममा छ, म गरिराछु भन्ने कुरा फिल गर्नु पर्यो। यसरी तपाईले प्र्याक्टिस गर्दै जानुभयो भने तपाईले त्यो गोल चाहिँ सजिलो लाग्न थाल्छ। त्यो गोल तपाईको साधारण लाग्न थाल्छ कि तपाई साँच्चै गर्दै नै हुनुहुन्छ र तपाईले त्यसमा एक्सन्स लिनुभयो भने तपाईले गाह्रो चाहिँ कम हुन्छ। र आफ्नो गोल्सलाई अचिभ गर्न, तपाईको ड्रीम लाइफ के छ त्यो अचिभ गर्नलाई यो टेक्निकले, यो ह्याबिटले धेरै नै हेल्प गर्छ। हस् त, थ्यांक यू।